हेलो गाइस, गुड इभिनिङ है सबैजनालाई। सबैजना चाहिँ सन्चै हुनुहुन्छ होला। अब म पनि पुरै फिलहाल सन्चै भनौँ होइन। आज चाहिँ म तपाईँहरूलाई एउटा यस्तो मोस्ट इम्पोर्टेन्ट टपिक ल्याएर आएको छु। कक्षा 12को एकाउन्ट सेक्सनको फाइनल एकाउन्ट मध्येको फाइनल एकाउन्टमा पनि तपाईँ देख्न सक्नुहुन्छ ट्रेडिसनल र मोडर्न मेथड हामीले दुईवटा पढ्नुपर्ने हुन्छ। त्यसमध्ये चाहिँ आज हामी ट्रेडिसनल मेथड पढ्नेछौँ, जुन पुरानो मेथड हो। यसमध्ये चाहिँ हामीले गर्नुपर्ने भनेको ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट अनि र ब्यालेन्स सिट हो। यसमध्ये हामीलाई इक्जाममा यो चारको चारै सोध्दैन। हामीलाई सोध्ने चाहिँ के यो ट्रेडिङ एकाउन्ट र प्रॉफिट एन्ड लस एकाउन्ट सोध्छ कि प्रॉफिट एन्ड लस एकाउन्ट र प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट सोध्छ कि प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट र ब्यालेन्स सिट सोध्छ। हामीलाई चाहिँ यसरी मिलाएर सोधेको हुन्छ। अब हामीले सोध्नु त सोध्छ, तर गर्ने कसरी? 5 मार्क्समा आउँछ। 5मा 5 हामीले फिक्स गर्नुपर्छ। 5मा 5 हामीले यो छोड्ने नै होइन। रह्यो हामीले फाइनेन्सियल एकाउन्टको यो च्याप्टर पढिसकेपछि चाहिँ हामीलाई पछाडि जो त्यो मोडर्न मेथडको गर्नुपर्ने हुन्छ हिसाब, त्यो पनि हामीले इजिली सल्भ गर्न सक्छौँ। ल अब चाहिँ हामी सुरु गरौँ पहिला ट्रेडिङ एकाउन्टबाट। त ट्रेडिङ एकाउन्ट कसरी गर्ने त? अब यो ट्रेडिङ एकाउन्टमा अब के पढ्ने टर्म्सहरू चाहिँ मैले लेखेको छु, ल हेर्न सक्नुहुन्छ तपाईँ। ट्रेडिङ एकाउन्टको डेबिट साइडमा चाहिँ अब हेर्नु, ओपनिङ स्टक, पर्चेज रिटर्न, त्यसलाई चाहिँ लेस गर्नुपर्छ यदि पर्चेज रिटर्न छ भनेपछि क्वेसनमा। अनि वेजेस, क्यारेज, फ्याक्ट्री एक्सपेन्सेसहरू चाहिँ यस्तो डेबिट साइडमा पर्छ। यदि प्रफिट भएको छ भने चाहिँ ग्रस प्रफिट भनेर हामीले डेबिट साइडमा राख्नुपर्छ भने, लस भनेको छ भने चाहिँ ग्रस लस भनेर क्रेडिट साइडमा राख्नुपर्ने हुन्छ। र हाम्रो क्रेडिट साइडमा के पर्छ त भन्दाखेरि सेल्स अनि सेल्स रिटर्न छ भनेपछि लेस गर्नुपर्छ। त्यस पछाडि क्लोजिङ स्टक। यो क्रेडिट साइडमा चाहिँ एकदमै कम पर्छ। सेल्स र क्लोजिङ स्टक मात्रै हो। हामीले यति कन्ठ पार्न खासै गाह्रो छैन। यो चाहिँ तपाईँले याद गर्नुहुन्छ। तपाईँले यदि 2-4वटा हिसाब गर्नुभयो भने तपाईँलाई यो अटोमेटिकली याद भइहाल्छ। यो त्यस्तो रटिरहन चाहिँ आवश्यक छैन। अब फर्मेट चाहिँ तपाईँलाई सबैले थाहा होला। यहाँ तल मैले केही टर्म्स लेखेको छु, र हेर्नुहोस्, यो इम्पोर्टेन्ट छ। ट्रेडिङ एकाउन्ट डिआर साइड डाइरेक्ट एक्सपेन्सेस। ट्रेडिङ एकाउन्टको डिआर साइडको चाहिँ डिआर साइडमा चाहिँ डाइरेक्ट एक्सपेन्सेस पर्छ भने चाहिँ डिआर एडिङ कि डेबिट साइडमा भनेको क्रेडिट साइडमा चाहिँ डाइरेक्ट इन्कम पर्ने गर्दछ। अब हामी चाहिँ प्रॉफिट एकाउन्टको चाहिँ फेरि डेबिट साइडमा इन्डाइरेक्ट एक्सपेन्सेस पर्छ भनेपछि क्रेडिट साइडमा इन्डाइरेक्ट इन्कम पर्ने गर्दछ। अब हामी जाउँ, हामीले ट्रेडिङ एकाउन्ट त जान्यौँ। ट्रेडिङ एकाउन्ट त गर्न सक्नुहुन्छ तपाईँहरू। तपाईँलाई म अहिले सल्भ गरेर पनि देखाउँछु पछाडि कसरी सल्भ गर्ने भनेर। क्वेसन कस्तो आउँछ क्वेसन पनि देखाउँछु। अब हामी अर्को पेजमा जाउँ। हाम्रो अब यहाँ छ प्रॉफिट एन्ड लस एकाउन्ट। प्रॉफिट एन्ड लस एकाउन्ट कसरी गर्ने? यो चाहिँ म्याक्सिमम् सोध्ने हो है। यसलाई चाहिँ कहिले चाहिँ अब यो ट्रेडिङ एकाउन्टसँग जोडेर, कहिले चाहिँ प्रॉफिट एन्ड लस एकाउन्टसँग जोडेर, यो चाहिँ प्रायः सोधिरहन्छ यो क्वेसन चाहिँ। हेर्नु, यसमा पनि त्यति गाह्रो छैन। अब हामीले डेबिट साइडमा कुन कुन आइटम पर्छ र क्रेडिट साइडमा कुन कुन आइटम पर्छ भन्ने जान्यौँ भने चाहिँ यो पनि हामीले सजिलै सल्भ गर्न सक्छौँ। डेबिट आइटममा कुन कुन आइटम पर्छ र क्रेडिटमा कुन कुन पर्छ भन्नका लागि चाहिँ अब हामी हल्का आवाज यो बिग्रियो। अब हामी हेर्छौँ केही टर्म्सहरू। ल हेर्नुहोस्, हामीले यो डेबिट साइडमा चाहिँ हेर्नुहोस्, यतापट्टि चाहिँ डेबिट साइडमा पर्ने आइटम हो ग्रोस लस। यदि ग्रोस लस भएको छ भने चाहिँ डेबिट साइडमा पर्छ भने, यदि ग्रोस प्रफिट भएको छ भने चाहिँ हाम्रो यो क्रेडिट साइडमा पर्ने गर्दछ। त्यसै गरी लिएर यसको तपाईँलाई पिडिएफ चाहिन्छ भने पनि म यसलाई पिडिएफ तपाईँलाई उपलब्ध गराइदिन्छु। मेरो टेलिग्राम एकाउन्टमा जोडिन सक्नुहुन्छ तपाईँहरू। अब चाहिँ हामी यता चाहिँ स्यालेरी, रेन्ट अनि एडभर्टाइजमेन्ट, जेनरल एक्सपेन्सेस, इन्सुरेन्स, डिप्रिसिएसन, डिस्काउन्ट, इन्ट्रेस्ट, ब्याड डेब्टहरू चाहिँ यहाँ पढ्ने गर्छन्। अनि यो डिस्काउन्टको केसमा के छ भन्दाखेरि, यो डिस्काउन्ट कहिलेकाहीँ क्रेडिटमा पनि पर्दिन्छ, कहिलेकाहीँ डेबिटमा पनि पर्छ। यदि डिस्काउन्ट मात्रै भनेको छ भने तपाईँले डेबिटमा राख्न सक्नुहुन्छ। यदि डिस्काउन्ट भनेर पर्चेस डिस्काउन्ट यहाँ पनि हेर्न सक्नुहुन्छ। पर्चेस डिस्काउन्ट अथवा डिस्काउन्ट भनेर क्वेसनको नै हाम्रो जुन क्वेसनमा दिएको हुन्छ हामीलाई ट्रायल ब्यालेन्स, त्यसमा चाहिँ क्रेडिट साइडमा दिएको छ भने त्यहाँ चाहिँ हामीले क्रेडिट साइडमा राख्नुपर्ने हुन्छ। अब हामी क्रेडिट साइडमा पर्ने हो। क्रेडिट साइडमा खासै धेरै पर्दैन। क्रेडिट साइडको पछाडि खासमा यो रिसिभिट भन्ने लागेको हुन्छ। यो चाहिँ तपाईँले सजिलै नै पहिचान्न सकिहाल्नुहुन्छ। हेर्नुहोस्, ल यहाँ रेन्ट रिसिभ भनेको छ, इन्कम रिसिभ भनेको छ, इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेको छ, पर्चेज डिस्काउन्ट भनेको छ। यति नै हो। अब हामीले प्रॉफिट एन्ड लस एकाउन्ट पनि जान्यौँ। यदि केही तपाईँलाई कन्फ्युज, यदि केही डाउट छ भने चाहिँ तपाईँले सोध्न सक्नुहुन्छ। म चाहिँ तपाईँलाई
भनिदिनेछु, कमेन्ट पनि गर्न सक्नुहुन्छ। अब हामी चाहिँ प्रफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट। प्रफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टमा चाहिँ खासै धेरै आइटम पर्दैन। तपाईँ देख्न सक्नुहुन्छ यतापट्टि नेट लस भएको छ भने माथि चाहिँ नेट, यदि माथि नेट लस भएको छ भने चाहिँ यहाँ पर्छ, नत्र चाहिँ पर्दैन। अनि जेनेरल रिजर्भ सिङ्किङ फान्ड र पर्पज डिभिडेन्ड, अनि त्यसपछि यो ब्यालेन्स सिडी चाहिँ यो ब्यालेन्स फिगर मिलाउनको लागि हो। यो चाहिँ कहिलेकाहीँ ब्यालेन्स बिडी, कहिलेकाहीँ ब्यालेन्स सिडी यता डेबिटमा आउँछ भने कहिलेकाहीँ ब्यालेन्स सिडी उसमा पनि आउँछ। हामीले यतामा जहाँ एमाउन्ट कम हुन्छ नि हामीले त्यहीँ राखेर बराबर बनाउने हो, जसले हामी ब्यालेन्स सिडी भन्छौँ। अब यता क्रेडिट साइडमा देख्न सक्नुहुन्छ तपाईँहरू, खासै केही छैन, ब्यालेन्स बिडी छ। यो ब्यालेन्स बिडीलाई चाहिँ कुन कुन नामले चिनिन्छ त्यो पनि अहिले म भन्छु। अनि नेट प्रफिट जो हामीले माथि निकालेका छौँ, यहाँ निकालेका छौँ, सरी यता गएछ। अब चाहिँ हामी यो ब्यालेन्स बिडी हो। यो ब्यालेन्स बिडी चाहिँ क्वेसनमा कस्तो दिन्छ भने, क्वेसनमा ब्यालेन्स बिडी भनेर तपाईँलाई दिँदैन। ट्रायल ब्यालेन्समा क्वेसन दिया हुन्छ, त्यहाँ ब्यालेन्स बिडी भन्दैन। क्वेसनको क्रेडिट साइडमा पिएल एकाउन्ट भनेर दिया हुन्छ, अनि प्रफिट एन्ड लस एकाउन्ट, अथवा प्रफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट भनेर दिया हुन्छ। पिएलएपिपी एकाउन्ट लेखेको छु मैले यहाँ चाहिँ। अनि त्यसपछि नेट प्रफिट भनेर दिए पनि हुनसक्छ, दिएको पनि हुनसक्छ माथि। अनि नेट प्रफिट अफ लास्ट इयर भनेर दिन पनि सक्छ, या रिजर्भ एन्ड सरप्लस भनेर पनि दिन सक्छ, रिटेन अर्निङ भनेर पनि दिन सक्छ। यो जोसुकै दियोस्, यहाँनिर यो भएको यो आइटमहरू चाहिँ यो मध्ये जुन आइटम दियो भने हामीले लेख्ने भनेको बाई ब्यालेन्स बिडी लेखेर यहाँ एमाउन्ट लेखिदिने। अब हाम्रो यो प्रफिट एन्ड लस एकाउन्ट पनि क्लियर भयो। क्लियर। अब चाहिँ हामी कता जाऊँ भन्दाखेरि ब्यालेन्स सिटको। यो ब्यालेन्स सिट चाहिँ हल्का गाह्रो हो, तर टेन्सन लिनु पर्दैन तपाईँहरूले। ब्यालेन्स सिट पनि सजिलै गर्न सक्नुहुन्छ, किनकि इक्जाममा 5 मार्क्समा आउने हो। 5 मार्क्समा यति धेरै टर्म्स दिन्न तपाईँहरूलाई। अब नयाँ हामी चाहिँ भिडियोलाई कन्टिन्यू गर्दैछौँ। अब हामी ब्यालेन्स सिटमा गयौँ। अब ब्यालेन्स सिटमा हेर्न सक्नुहुन्छ, यतापट्टि क्यापिटल एन्ड लाइबिलिटिज हुन्छ भनेपछि यतापट्टि एसेट्स हुन्छ। अब क्यापिटल एन्ड लाइबिलिटिजमा के पर्छ भन्दाखेरि पहिला चाहिँ हामीले सबैभन्दा माथि सेयर क्यापिटल राख्छौँ, त्यस पछाडि एथोराइज सेयर क्यापिटल हो। एथोराइज सेयर क्यापिटल चाहिँ हामीले यो तल यसलाई चाहिँ जोड्ने घटाउने केही पनि गर्नु हुँदैन। एथोराइज सेयर क्यापिटल लेखिसकेपछि यस्तो हेर्नुहोस्, दुईवटा लाइन तानिदिने, बस सक्यो। यसको एमाउन्ट चाहिँ माथि नै रहन्छ, यहीँ रहन्छ कि यस्तो तलतिर केही पनि फरक पार्दैन। अनि त्यसपछि कल्ड अप एन्ड कल्ड पेड अप क्यापिटल हुन्छ। अनि त्यस पछाडि चाहिँ हाम्रो अर्को नयाँ टपिक आउँछ जो हुन्छ रिजर्भ एन्ड सरप्लस। त्यसमा चाहिँ जेनरल रिजर्भ, सिङ्किङ फाउन्ड, पिएल एप्रोप्रिएसन एकाउन्ट चाहिँ यहाँ पर्छ भनेपछिमा जुन पिएल एप्रोप्रिएसन एकाउन्ट भनेको चाहिँ जहाँ हामीले यहाँ माथि निकालेका छौँ नि, यतापट्टि हामीले यो ब्यालेन्स टु ब्यालेन्स सिडी अथवा बाई ब्यालेन्स सिडी, यो जे निकाले पनि हामी राख्ने भनेको यहाँ हो पिएल एप्रोप्रिएसन एकाउन्ट भनेर। क्लियर छ अहिलेसम्म, मलाई थाहा छ तपाईँहरूले आत्तिनु पर्दैन। क्लियर छैन भने पनि म क्लियर बनाउँछु तपाईँलाई। यो भिडियो हेरिसकेपछि तपाईँले कुनै भिडियो हेर्नु पर्दैन। यति यहाँ मैले जुन लेखेको छु यति चाहिँ तपाईँले कन्ठ गर्नुभयो भनेपछि पुरै क्लियर हुनेछ। यो तपाईँलाई यसको पिडिएफ चाहिन्छ भने म व्हाट्सएप नम्बर पनि तपाईँलाई दिन्छु, त्यसमा मेसेज गर्न पनि सक्नुहुन्छ। अब हामी कन्टिन्यू गरौँ भिडियोलाई। लङ टर्म अथवा लङ टर्म डेप्ट भनेर हामीले जे पनि लेख्न सक्छौँ। यसमा चाहिँ ब्याङ्क लोन, मार्केट सरी मार्चेट सरी यो सब मानौँ ज्या पनि यो स्पेलिङ छँदैछ, सक्यो। डिबेन्चर बोन्डहरू चाहिँ यहाँ पर्ने गर्छ। भने करेन्ट लाइबिलिटिजमा चाहिँ करेन्ट लाइबिलिटिज एन्ड प्रोभिजनमा चाहिँ क्रेडिटर्स, एकाउन्ट पेएबल, आउटस्ट्यान्डिङ एक्सपेन्स, एडभान्स इन्कम, प्रोपोज डिभिडेन्ड, अनअन कमिसन पनि हुन्छ। यहाँ यो त धेरै हुन्छ, मैले लेखेँ होइन। तपाईँ नर्मली सोध्ने भनेको यति हो, तपाईँ ढुक्क हुनुहुन्न। यति पढेर जानुभयो भने तपाईँलाई ग्यारेन्टी दिन्छु कि म यहाँबाट 5 मा 5 तपाईँ ल्याउन सक्नुहुन्छ। तर यो चाहिँ कन्ठ गरे हुनुपर्छ तपाईँले। फेरि कन्ठै नगर्ने, मेरो 5 मा 5 आएन भनेर पछि मसँग भन्नुभयो भने चाहिँ अब त्यो त मेरो जिम्मेवार होइन। अब चाहिँ हामी यता एसेट साइडमा जाउँ। एसेट साइडमा हामीले पढ्ने भने फिक्स एकाउन्ट। अनि त्यो फिक्स एकाउन्टभित्र के पर्छ त, प्लान्ट एन्ड मेसिनरी, फर्निचर, भेहिकल्स, गुडविल। यो गुडविल चाहिँ हाम्रो फिक्स एकाउन्टभित्रको पनि यो इन्टेन्जिबल एसेट्स हो, त्यही पनि हामीले यहीँ राखेर गर्नुपर्छ, केही हुँदैन यस चाहिँ। अनि पेटेन्ट, कपिराइट, इन्भेस्टमेन्ट, सरी है यो इन्भेस्टमेन्ट चाहिँ फेरि छुट्टै टपिक हो। इन्भेस्टमेन्टमा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि सर्ट टर्म इन्भेस्टमेन्ट र लङ टर्म इन्भेस्टमेन्ट हुन्छ। यहाँ दुईवटा इन्भेस्टमेन्ट गर्नुभयो। करेन्ट एसेट लोन अथवा
एडभान्स चाहिँ यहाँ पर्छ। यसमा चाहिँ डेप्टर्स, एकाउन्ट रिसिभेबल, प्रिपेड एक्सपेन्सेस, एक्युरेट इन्कम, क्लोजिङ स्टक, क्यास एन्ड ब्याङ्क यहाँ पढ्ने गर्दछ। अनि त्यसपछि हाम्रो लास्टमा छ मिक्सेलिनियस एक्सपेन्डिचर। यसमा चाहिँ खास गरी यसमा पराय सोधिरहने भनेको चाहिँ प्रिलिमिनरी एक्सपेन्सेस मात्रै हो। यो डिस्काउन्ट अन इस्यु अफ सेयर चाहिँ पराय कमै सोध्छ, त्यही पनि यो हेरेर जानु होला। कहिलेकाहीँ सोधिदियो भने झुक्क्याउनको लागि हामी चाहिँ खनाल सरसित पढिसकेपछि तपाईँले कहिले पनि झुक्किने भन्ने हुँदैन। 5 मार्क्समा 5 मार्क्स ल्याउने हो। अब हेर्नुहोस् यो पछाडि चाहिँ केही अब यो इम्पोर्टेन्ट टपिकहरू छ। अब यो कहाँ लेस गर्ने, कुन लेस गर्ने, कति बेला लेस गर्ने, यो चाहिँ हामीले जान्नु पऱ्यो। अब नर्मल्ली जान्दाखेरि हामीले रिजर्भ फन्ड चाहिँ इफ गिभन इन एडजस्टमेन्टमा दियो भने चाहिँ हामीले प्रॉफिट एन्ड लस एकाउन्टको डेबिट साइड र ब्यालेन्स सिटको लाइबिलिटी साइडमा राख्नुपर्छ। टपिक चाहिँ रिजर्भ एन्ड सरप्लस हुन्छ। यदि यो उसमा दियो भनेपछि टिबी भनेको चाहिँ ट्रायल ब्यालेन्स हो है। यसको फुल फर्म अब तपाईँलाई थाहा नै होला, यो सामान्य कुरा हो। अब 12को फाइनल इक्जाम आउन लागिसकेको छ, अब यति त तपाईँहरू थाहा पाइहाल्नु नै हुन्छ। यदि उसमा दियो भने चाहिँ यो ट्रायल ब्यालेन्समा दियो भने चाहिँ ब्यालेन्स सिटको लाइबिलिटी साइडमा रिजर्भ एन्ड सरप्लसको टपिकमा मात्रै पर्छ। हामीले यदि एडिसनल इन्फर्मेसनमा यानि कि एडजस्टमेन्टमा दियो भने चाहिँ 2 ठाउँमा राख्नुपर्छ, तपाईँहरूलाई त्यो थाहा नै छ। त्यही भएर यो चाहिँ यहाँ 2 ठाउँ परिरहेको छ, हेर्न सक्नुहुन्छ। अब हाम्रो अर्को छ पर्पोज डिभिडेन्ड। यो चाहिँ प्राय धेरै सोधिरहने हो होइन। पर्पोज डिभिडेन्ड एडजस्टमेन्टमा दियो भने चाहिँ पिएल एप्रोप्रिएसन एकाउन्टको डेबिट साइडमा राख्नुपर्छ। अनि त्यस पछाडि ब्यालेन्स सिटको लाइबिलिटी साइडमा करेन्ट एसेट्समा राख्नुपर्छ भनेपछि यदि उसमा ट्रायल ब्यालेन्समा दियो भने चाहिँ हामीले पिएल एकाउन्टको डेबिट साइडमा मात्रै राख्नुपर्छ। त्यसपछि इनफ भइहाल्यो। यो चाहिँ कन्ठे पार्नुपर्छ तपाईँहरूले। कन्ठे पार्नुभन्दा पनि तपाईँहरू 2-3वटा हिसाब गर्दै जानुभयो भने चाहिँ यो तपाईँहरू अटोमेटिकली जानिहाल्नुहुन्छ। यसको लागि टेन्सन लिनै पर्दैन। तपाईँहरू सिर्फ 2-3वटा हिसाब गर्नुहोस्, ओल्ड रिपोर्ट होला तपाईँसँग, त्यो म आशा गर्छु। यदि छैन भने पनि म हिसाबहरू त्यो क्वेसनहरू चाहियो प्र्याक्टिस गर्नको लागि भन्नुहुन्छ भने म त्यसको पिडिएफ पनि तपाईँलाई उपलब्ध गराइदिनेछु। ओके, अब हामी नेक्स्ट स्टेप स्टार्ट गरौँ। प्रोभिजन फर ट्याक्स अथवा इन्कम ट्याक्स चाहिँ हामीले यदि एडजस्टमेन्टमा दिएको छ भने 2 ठाउँमा राख्नुपर्छ, त्यो त तपाईँहरूलाई थाहा छन दिन्छ। अब त्यसमा पिएल एकाउन्टको डेबिट साइडमा र ब्यालेन्स सिटको लाइबिलिटी साइडमा राख्नुपर्छ। यानि लाइबिलिटी साइड पनि करेन्ट लाइबिलिटिजभित्र पर्छ। अनि यो इन्कम ट्याक्स चाहिँ पराय उसमा चाहिँ यो ट्रायल ब्यालेन्समा चाहिँ दिन्न। यदि दिइहाल्यो भने पनि तपाईँले चाहिँ यो उसमा राख्नुपर्छ, पिएल एकाउन्टको डेबिट साइडमा राख्नुपर्छ। अब हामी जाउँ प्रिलिमिनरी एक्सपेन्सेस है। अब प्रिलिमिनरी एक्सपेन्सेस अथवा ट्रेडमार्क रिटर्न अफ। यसमा चाहिँ गयो भने ट्रेडमार्क रिटर्न अफ भने क्या भन्नु होला फेरि, यो रिटर्न अफ जस्तै अब गुडविल रिटर्न अफ, अर्को रिटर्न अफ, जे पनि पछाडि रिटर्न अफ भने होइन, यो यहाँ जे त्यही गर्ने कि। एडजस्टमेन्टमा दिएको छ भने चाहिँ 2 ठाउँ पर्छ, त्यो त थाहा छँदैछ। पिएल एकाउन्टको डेबिट साइड र ब्यालेन्स सिटको एसेट साइडमा लिस्ट गर्ने फर्म रिलेटेड टपिक। मतलब अब जस्तै गुडविल भने होइन गुडविलबाट, कपिराइट भने होइन कपिराइटबाट। यदि उसमा ट्रायल ब्यालेन्समा मात्रै दिएको छ भने चाहिँ यो उसमा जान्छ, पिएल एकाउन्टको डेबिट साइडमा। यो चाहिँ मैले यहाँ लेखेर हिँड्छु, धेरै लामो हुन्छ भनेर तपाईँहरूले फेरि कन्ट्रोल गर्न चाहिँ होला। त्यो नर्मल कुरा हो, त्यो तपाईँहरू थाहा पाइहाल्ने हुन्छ। अब एथराइज सेयर क्यापिटल भनेर एडजस्टमेन्टमा दिएमा 2 ठाउँमा लेख्नु पर्दैन हो। यो कुरा पनि तपाईँहरूले ध्यानमा दिनु होला। एडजस्टमेन्टमा क्लोजिङ स्टक 2वटा एमाउन्ट दिएमा सानो एमाउन्ट लेख्ने, जस्तै क्लोजिङ स्टक आरएस 80,000 र रुपिज कति दिएछ 8 मार्केट प्राइस एन्ड आरएस 70,000 एट कस्ट प्राइस। यहाँ चाहिँ हामीले कति लेख्नुपर्छ 70,000, किनकि यो क्लोजिङ स्टक कहिलेकाहीँ 2टा दिइदिन्छ। 2टा दिए तपाईँलाई लाग्छ कि यो 2टा घटाएर राख्ने कि कुन राख्ने, ठुलो राख्ने कि सानो राख्ने। कुन राख्ने भन्दा नि यहाँ 2टा एमाउन्ट हुन्छ, 2टा मात्रै जुन सानो छ त्यही राखिदिने, बस फिनिस। तपाईँहरू खनाल सरसित पढिसकेपछि नो टेन्सन, तपाईँहरूलाई हर समस्याको सोल्युसन चाहिँ मसित छ। अब चाहिँ तपाईँहरू प्रोभिजन फर डिस्काउन्ट अन डेप्टर्समा हेर। यो चाहिँ अलि कमै सोध्ने खालको टपिक हो, त्यही पनि किन छोड्ने भनेर मैले इन्क्लुड गरेको छु। यसमा चाहिँ हामीले के गर्नुपर्छ, डेप्टर्स माइनस ब्याड डेप्ट
माइनस प्रोभिजन फर ब्याड डेब्ट हानेर पछि बल्ल डिस्काउन्ट पर्सेन्टेज हामीले हान्नुपर्ने हुन्छ। अब ट्याक्स पेड अथवा ट्याक्स पेड लास्ट इयर अथवा ट्याक्स पेड मात्रै भनेर क्वेसनको डेबिट साइडमा दियो भने चाहिँ पिएल एप्रोप्रिएसन एकाउन्टको डेबिट साइडमा हामीले राख्नुपर्छ। एडभान्स ट्याक्स पेड भन्यो भने फेरि ब्यालेन्स सिटको एसेट साइडमा गइहाल्छ, त्यो करेन्ट एसेटमा जान्छ। प्रोभिजन फर ब्याड डेब्ट, यो प्रोभिजन फर ब्याड डेब्टको चाहिँ अलि 3टा कन्डिसन छ। यो अलि गाह्रो हो, तर त्यति गाह्रो हामीलाई इक्जाममा सोध्दैन, तपाईँहरूलाई टेन्सन नलिनुहोस्। त्यसको लागि गाह्रो सोध्यो भने नि यहाँ म सोल्युसन अब दिइहाल्छु। इट गिभन इन पर्सेन्टेज वी सुड क्यालकुलेट इट बाई, हेर्नुहोस् कसरी गर्ने त। अब डेप्टर्स इन्टु पर्सेन्टेज अफ प्रोभिजन अफ ब्याड डेब्ट, यो चाहिँ इजिली पराएर सोध्ने खालको यो नर्मल हामीले। अब यहाँ हल्का यो गाह्रो चाहिँ तलतिर छ, हेर्नुहोस्। इफ ब्याड डेब्ट एन्ड प्रोभिजन फर ब्याड डेब्ट बोथ गिभ इन एडजस्टमेन्ट देन वी सुड क्यालकुलेट द प्रोभिजन फर ब्याड डेब्ट एमाउन्ट। कसरी क्यालकुलेट गर्ने त भने डेप्टर्सबाट ब्याड डेब्ट घटाएर अनि पछि त्यो पर्सेन्टेज चाहिँ हान्नुपर्छ हामीले जुन प्रोभिजन फर ब्याड डेब्टको दिएको हुन्छ। इफ प्रोभिजन फर ब्याड डेब्ट इन्क्रिज बाई हो। अब इन्क्रिज बाई भनेर डिक्रिज बाई भन्यो भने के गर्ने त। इन्क्रिज बाई भन्यो भने यो चाहिँ हामीले प्रोभिजन फर ब्याड डेब्ट प्लस डेप्टर्स इन्टु पर्सेन्टेज हान्ने। यदि डिक्रिज बाई भन्नेमा माइनस गर्ने, अरू सेम हो। यानि कि यहाँनिर जहाँ हामीले प्लस गरेका छौँ यहाँनिर माइनस गरिदिएपछि भइहाल्यो, तपाईँको झ्याप्प पाकिहाल्यो 5 मार्क्स। किन तनाव, पास फिक्स हुनुहुन्छ, यो मेरो ग्यारेन्टी दिन्छु म तपाईँहरूलाई चाहिँ। अब हामी एउटा क्वेसन र एन्सर पनि हेरौँ। अब क्वेसन हेरौँ, यहाँ हल्का राम्रोसँग बुझिया छैन भने पनि तपाईँहरूलाई म नजिक लिएर देखाइदिन्छु। क्वेसन हेर्नुहोस्, यहाँ कुन कुन टर्म दिएको छ ल हेरिहाल्नु भयो तपाईँले। डेबिट साइडमा यो ट्रायल ब्यालेन्सको क्वेसनको, अनि यहाँ क्रेडिट साइडमा यो पनि हेर्नुभयो। त अब एडिसनल इन्फर्मेसन देखाउनु न सर भन्नु होला, फेरि देखाइहाल्छु नि, किन टेन्सन लिनुभएको छ। ल झ्याप्प यो एडिसनल इन्फर्मेसन पनि हेर्नुभयो, राम्रोसँग हेर्नुहोस्, भिडियो पज गरेर नि हेर्न सक्नुहुन्छ तपाईँले। अब एन्सरतिर हेर्नुहोस्, यो क्वेसन पहिला तपाईँले आफैले सल्भ गरेर पछि यो मैले गरेको एन्सरलाई हेर्न पनि सक्नुहुन्छ। अब एन्सर चाहिँ हेर्नु, अब यो ओपनिङ स्टक अघि हामीले पढाएको थियौँ, अघि जे पढाएको थियौँ हामीले त्यही आउँछ क्या, त्यो तपाईँ टेन्सन नलिनु, यो पनि ओल्ड इज गोल्डकै क्वेसन हो। अनि हेर्नुहोस् पर्चेस आएको छ, वेजेस आएको छ, वेजेस ड्यू आएको छ। वेजेस ड्यू आयो भने चाहिँ हामीले एड गर्नुपर्छ। वेजेस ड्यू पेबल अथवा टु बी पेड आयो भने चाहिँ आउटस्ट्यान्डिङ आयो भने हामीले जहिले पनि एड गर्नुपर्छ। क्यारिज अनि ग्रस प्रफिट निकाल्न अघि सिकेको यो साइडमा चाहिँ अब सेल्स र क्लोजिङ स्टक मात्रै छ, यो दुईवटा मात्रै टर्म पर्छ। यदि लेस छ भने सेल्स लेस गर्ने, त्यो तपाईँलाई थाहा नै छ। अब यहाँ पनि देख्नुहुन्छ स्यालेरी प्रिपेड भन्यो भने लेस गर्नुपर्छ, यो त सामान्य कुरा, तपाईँले 11मा पढ्नु भयो होला। यदि पढ्नु भएको छैन भने यसको पनि म पिडिएफ सेयर गरिदिन्छु। यहाँ चाहिँ धेरै लामो हुने भएकोले मैले भिडियो इन्क्लुड गरेन। यदि यो चाहिन्छ यो कुन कुन यस्तो एड गर्ने, कुन कुन लेस गर्ने भन्नुहुन्छ भने चाहिँ यसको पनि भिडियो म नयाँ गराइदिनेछु, तपाईँहरू टेन्सन नलिनुहोस्। अब रेन्ट जेनरल एक्सपेन्सेस ब्याड डेब्ट एडभर्टाइजमेन्ट इन्ट्रेस्ट डिभेन्चर इन्ट्रेस्ट प्रोभिजन फर ब्याड डेब्ट हेर्नु, अघि मैले जे भनेको थिएँ त्यही आएको छ नि। यता पनि हेर्नु, यता रिसिभ आउँछ है, सिधै कमिसन रिसिभ आइदियो। गरस प्रफिट त यहाँ माथि गरस प्रफिट आयो भएर लेख्यो, गरस लस आइदियो चाहिँ डेबिट साइडमा लेख्नु, यो त तपाईँहरू बुझि नै हाल्नुहुन्छ। ट्रेडिङ एन्ड पिएल एकाउन्ट भयो, यो चाहिँ मैले पुरै गरेको छु। ट्रेडिङ तपाईँलाई चाहिँ यति पुरै सोध्दैन क्या, या यति मात्रै सोध्छ तपाईँले, यो जति अहिले मैले भनिरहेको थिएँ ट्रेडिङ एन्ड पिएल एकाउन्ट मात्रै, या अरू त्यो दुईवटा मिलाएर सोध्ने हो। मैले चाहिँ चारैवटाको मिलाएर गरेछु, तपाईँहरूलाई एकैचोटि सजिलो होला, भिडियो पनि छोटो होला भनेर। अनि यहाँ चाहिँ अब पर्पज डिभिडेन्ड ब्यालेन्स सिडी आइगयो सिधै। अब ब्यालेन्स बिडी चाहिँ माथि कुन कुन नामले दिन्छ मैले भनिसकेको छु तपाईँहरूलाई। नेट प्रफिट आइहाल्यो, यति आइहाल्यो, यो गाह्रो चाहिँ छैन। अब यसको ब्यालेन्स सिट हेरौँ त। ब्यालेन्स सिट हेरौँ, ब्यालेन्स सिट पनि हेर्नु, अघि पर हामीले कति धेरै पढेछौँ तर यहाँ थोरै आएको छ, त्यही भएर नो टेन्सन। यो सुरुमा हेर्नुहोस्, यहाँ चाहिँ एथोराइज क्यापिटल ल्याएर चाहिँ यहाँ हल्का केरिरहेको छ, यसको चाहिँ तपाईँ टेन्सन नलिनु, यो बिग्रिया होइन, मैले लेख्दाखेरि हल्का केरिगयो। अब हेर्नुहोस्, यो जे अघि छ त्यही छ क्या, केही नयाँ देख्नुभयो, केही पनि नयाँ छैन। तपाईँहरू ढुक्क हुनुहोस् कि जे मैले तपाईँहरूलाई पढाउँछु त्यो बाहेक बाहिरबाट क्वेसन आउँदै आएन, यो ग्यारेन्टी भयो मलाई। अब गाइस आजलाई चाहिँ अब यति नै, भिडियो धेरै लामो हुनसक्छ। अब तपाईँहरू चाहिँ अब राम्रोसँग प्रिपेरेसन गर्नु इक्जामको होइन,
मेरो चाहिँ त्यही शुभकामना छ। अब चाहिँ हामी अब मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस्। यस्तै नयाँ भिडियो म ल्याएर आउनेछु। यदि तपाईँलाई यो इक्जामको लागि प्रिपरेसन गर्न गाह्रो भएको रहेछ, लाइभ क्लासहरू दिनुहोस्, यो रिभिजन गराइदिनुहोस् भन्नुहुन्छ भने म तपाईँहरूलाई यो लाइभ क्लासेस रिभिजनहरू पनि गराइदिनेछु। तपाईँहरू त्यसको चाहिँ टेन्सन नलिनुहोस्। तपाईँहरू यो हामी फुल रिभिजन पनि गराउनेछु। म त्यो भिडियो पनि बनाएर हालिदिउँला। अब चाहिँ हामी इक्जाम नजिक आइरहेको छ गाइज। भिडियो धेरै हेर्नुभन्दा नि भिडियो अब यो हेरिसक्नुभयो। अब जानुहोस् 3-4वटा हिसाब प्र्याक्टिस गर्नुहोस् अनि तपाईँले चाहिँ टोटल्ली यो जान्नुहुनेछ। अनि त्यस पछाडि पछि चाहिँ भन्नुहुनेछ क्या कमाल कर दिया भाइ साहब, मैं पास हो गया। यो चाहिँ मैले तपाईँको मुखबाट सुन्न पाइयोस्। हस्त नमस्कार। अब हामी चाहिँ अर्को भिडियोमा भेटौँला। बाई बाई गाइज।